र यहाँनिर नै भक्तले चित्रको बुढी लगेकोमा यहाँ चित्रलाई सिरी उठाइदिएको छ। चित्रको भनाइ छ भक्ते यो गाउँ समाज छोडेर बाहिर जाने भनेर। र अब समाजमा पनि यही नै लेखाइ छ, अब भक्ते बाहिर जानै पर्यो। अब चित्रको बुढी लोगी त गयो। अब मैले त अब भाउजू प्रति माया मात्र देखाएको, अब यो कुरा यहाँ आइपुग्छ भनेर के थाहा होइन सालो केटो। हो यो हरामी के रे माया देखाएको रे तैँले? साला भगाएर लाने चाहिँ कुन चाहिँ खाले माया हो तेरो? यो हजुरबुढी बोल्छस्? लौ अब अचम्बरी माया नि हो। अब होइन बुझ्नेलाई सिरी काट्नु, नबुझ्नेलाई खुर्पाको दे। हेर न त्यहाँ बोलेको, छि 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 छि। अलिकति लाज शरम छैन है साला? अर्का घर बिगारेर मागी खानु पो लास त, चोरी खानु के को लास? उठाइदे मैले पनि जेसुकै होस्। साला अर्का घर बिगारेर जेसुकै होस् अरे? तँ जस्तो कुकुरहरूले गर्दाखेरि हाम्रो समाजहरू बिग्रिरहेछ। ठुक्क त हामी जस्तोले चाहिँ कुनी, तँहरूले जस्तोले चाहिँ यहाँनिर गाउँ समाजहरू बिग्रिरहेको छ। आफ्नै घरको बुढी त सम्हाल्नु नसक्ने गाउँ समाज घन्टा गर्नु सम्हाल्छ। म त आज राम्रो पो गरिदिएको। घरको खर्चहरू बाँच्छोस्, उसको बुढीले लाउने लिपस्टिक सिपिस्टिक जामा सामा किन्ने खर्चहरू बाँच्छोस् भनेर माया लगायो। वात्तै भएको। के रे अर्का घर बिगारेर अझै राम्रो गरे भन्छस्? साला अलिकति पनि सोचिनस्? मैले जे जसो गरेँ दाजुको लागि गरेँ। दाजुले सानो दुःख गरेको छ आफ्नो भाउजू घर परिवारको लागि, सानो उस गरेको छ दुःख। अब दाजुले गर्यो, अब म गर्छु। मैले त्यही कारण दाजुले दुःख नहोस् भनेर भाउजू उठाइदिएको। के मैले गलत गरेँ? गरेन भाइ। ए कहाँ हो त्यस्तो? ठिक गरेन नि हो तिमीले। ओ हरामी राम्रो गरिस् रे तैँले। यो चुट्केर त बुम्बु लास्टिक धन्न सपना गइसक्यो। अब चित्रको बुढीलाई भेट्नु छोडिदिन्ला जस्तो छ। जिन्दगी लामो छ, अहिले नै मर्नु भएको छैन। धन्न सपना बुम्बु लास्टिक।